सायद मलाई लाग्छ यो काठमाडौँ भक्तपुर ललितपुरमा तपाईले पहिलोचोटि हो 12 पिस दिएको 50 मा त्यो पनि के भन्छ नि मान्छेले अब जस के किन्दाखेरि के उपहार भनेको जस्तै अब एक प्लेट खाँदाखेरि 2 पिस बढी। नमस्कार, हाम्रो युट्युब भिडियो हेरेर बसिरहनु भएका तमाम दर्शकबिनहरुलाई फेरि पनि स्वागत छ। हिजो अस्तिका दिनहरुमा जस्तै आज पनि एउटा नयाँ भिडियो लिएर तपाईहरु माझ प्रस्तुत भइसकेका छौं। भिडियो ल्याउने क्रममा आज फेरि हामी नयाँ लोकेसनमा आइपुगेका छौं। हिजो अस्तिका भिडियोलाई एकदम धेरै रुचाइदिनु भएको थियो। अस्तिका मोमोको सिरिजलाई पनि यहाँहरुले एकदम धेरै माया गरिदिनु भएको थियो, स्पेशल्ली सस्तो मोमो। त्यही सस्तो मोमो खोज्ने क्रममा फेरि हामी अर्को नयाँ लोकेसनमा आइपुगेका छौं। सर्वप्रथम त यहाँका सञ्चालक सर हाम्रो अगाडि हुनुहुन्छ, उहाँलाई हाम्रो भिडियोमा स्वागत गरौँ। स्वागत छ सर। नमस्ते। अब हजुरको पहिला त परिचयबाट जाउँ, परिचय पनि भनिदिनुस् न। मेरो नाम चाहिँ किरण योन्जन हो। हजुर। मेरो घर चाहिँ उता काभ्रे कुसीपारी र अहिले चाहिँ अब भक्तपुरमा यसो सानोतिनो व्यापार गरेर बसिरहेको। अनि यो अहिले मोमो व्यवसाय गर्दै आउनु भएको छ, यो व्यवसायको नाम पनि भनिदिनु न। भक्तपुर कुन ठाउँमा छ त्यो पनि भनिदिनु। महालक्ष्मी स्थान अनि यो जस काभ्रेली खाजा घर भन्छ। अब जस काभ्रेली मोमो सेन्टर पनि हो। त्यही भएर अनि यो चाहिँ भक्तपुरको महालक्ष्मी स्थान मन्दिरको ठ्याक्कै अलिकति मात्रै अगाडि छ, 20-30 मिटर अगाडि। अब कति भयो यो मोमो व्यवसाय गरेको, यही ठाउँमा मोमो सञ्चालन गरिरहेको चाहिँ कति भयो सर? यहाँ गरेको त भइसक्यो हामीले जस 8-9 वर्ष। 8-9 वर्ष भइसक्यो। अब अलिकति आफ्नो ब्याकग्राउन्ड पनि भनिदिनु न, यहाँभन्दा अगाडि के गर्नुहुन्थ्यो, कहाँ हुनुहुन्थ्यो, अब कसरी यो मोमो व्यवसायमा हात हाल्नु भयो त्यो पनि अलिकति। म चाहिँ योभन्दा अगाडि चाहिँ विदेश गएको थियो होइन। अब पहिला चाहिँ लिबियामा गएको थियो, 11 महिनामा फर्केर आएँ। कुन ठाउँमा रे सर? लिबिया। त्यसपछि चाहिँ अनि आएर 6-7 महिना बस्यो। त्यसपछि चाहिँ म मलेसिया गयो। मलेसियामा गएर मलेसियाबाट 3 वर्षमा फर्केर आयो। त्यसपछि चाहिँ अनि यो व्यापार सुरु गर्न थालेको हो। के थियो सर उहाँ विदेश गइसके पछाडि उहाँको काम के थियो सर? अब जस फर्निचरमा हामी चाहिँ शोभा फर्निचर भनेर गएको, शोभा सेन्टर भनेर। त्यसपछि लास्टमा गएर हामीले चाहिँ फर्निचरमा पुऱ्याइदियो कम्पनीले। यस फर्निचरमै अब 3 वर्ष बितायो। त्यसपछि चाहिँ फर्केर आयो भनौँ न। त्यसपछि आएर चाहिँ यो व्यवसाय सुरु गरेको। अहिले तपाईँको उमेर कति भयो सर? मेरो उमेर जस 35-36 वर्ष भयो। 35-36 वर्ष हुनुहुन्छ भनेपछि यङै हुनुहुन्छ अहिले पनि। अब यत्रो व्यापार गर्दै आउनु भएको छ। अब यहाँ चाहिँ व्यापार कस्तो हुँदो रहेछ सर भक्तपुरमा यो व्यापार गरिरहँदा फेरि? जस्तै भक्तपुरमा चाहिँ अब यहाँ त लोकल हुन्छ होइन, यहीँको बासिन्दा हो। त्यस काठमाडौँ जस्तो त हुँदैन, तर लोकलै हो। तर प्राय त ठिकै छ, जस राम्रै भइरहेछ अहिलेसम्म। अब अहिले हाम्रो यो पसलमा यो काभ्रेली मोमो सेन्टरमा के पाउँछ? मोमो मात्र हो कि अरू केही पनि पाउँछ कि के छ सर? यहाँ चाहिँ मोमो र चाउमिन मात्रै हो। यहाँको मेन स्पेसल भनेको मोमो हो, त्यसपछि चाउमिन। मोमो र चाउमिन जम्मा 2टा आइटम मात्र बेचिरहनु भएको छ। अनि अब मैले एकदम धेरै सस्तो मोमो त भनिराखेको छु भिडियोमा। अब हाम्रो यहाँ प्राइस कति छ सर मोमोको? यहाँको प्राइस चाहिँ 50 रुपियाँ हो। जस 12वटा आउँछ। 50 रुपियाँमा 12वटा आउने भयो? हजुर हजुर। 50 रुपियाँमा 12वटा आउँछ। तर हल्का सानो छ भनौँ। अब अरू ठाउँको जस्तै ठुलो ठुलो त छैन। प्राइस अनुसारको मोमो ठिकै छ भन्नु पर्यो। अब अरू ठाउँको त अब अलिकति ठुलोमा प्राइस पनि महँगो हुन्छ होला सर। अब हजुरले त 50मा 12वटा पनि दिइरहनु भएको छ, त्यही भएर पनि अलिकति सानो सानो भएको कि के हो? हजुर हजुर, त्यही हो। अब प्राइस चाहिँ अलिक कमै भनौँ न, प्राइस पनि कम अनि त्यस क्वान्टिटी पनि अलिक सानो भनौँ न। त्यसमा त्यही भएर अलिकति हामीले चाहिँ सस्तो पनि दिएको। तर सस्तो भनेर मान्छेले चाहिँ अलिकति हल्का मान्छेले यो सस्तो नराम्रो होला भन्ने सोच होला, तर यो नराम्रो होइन, एकदम स्पेसलै हो। अब हामीले किमा पनि स्पेसलै हाल्छ। अब 400-500 रुपियाँको। तर 50 रुपियाँको मोमो सस्तो भन्दा पनि जस सबैले खान सकोस् होइन। अलिकति अब जस थोरै पैसा बोकेर आउने सानो सानो बच्चाहरू तिनीहरूले नि खान सकोस् भनेर चाहिँ यो अलिकति प्राइस कम गरेको। 2 पिस चाहिँ हामीले जस थपेर दिएको, अलिकति मान्छेहरूलाई पनि, खाने मान्छेलाई पनि अलिकति अब उनीहरूलाई पनि राम्रो होस्। अलिकति अब थोरै देख्दा, सानो देख्दा 10 पिसमा अलि हल्का थोरै देख्छ, त्यसको लागि चाहिँ अलिकति 12 पिस दिँदाखेरि चाहिँ
जस खाँदाखेरि नै अलि पेटमा अगाओस् भनेरै बनाएको हो। अब मैले 50 को मोमो अन्त पनि खाएको छु सर। साइज त लगभग एउटै हो, अलिकति थोरै मात्र, थोरै धेरै मात्र हो। अब हजुरले अन्त 50 को 10 पिस दिइरहनु भएको छ। अब हजुरले त्यहाँ 50 को 12 पिस दिनु भएको छ। सायद मलाई लाग्छ यो काठमाडौँ, भक्तपुर, ललितपुरमा तपाईँले पहिलोचोटि हो 12 पिस दिएको, 50 मा त्यो पनि। के लाग्छ सर यो कसरी दिन सम्भव भइरहेको छ सर? 50 मा 12 वटा पिस यस्तो महँगी बढेको छ। यो चाहिँ हामीले यस्तो जस्तै 12 पिस चाहिँ हाम्रो सोच चाहिँ हामीले कस्तो भने 12 पिस भनेको चाहिँ कस्तो 10 पिसमा चाहिँ पहिला सारा सबै ठाउँमा चाहिँ 10 पिसै हो हैन। हाम्रो यहाँ चाहिँ 12 पिस किन दिएको भने जस भन्छ नि मान्छेले अब जस के किन्दाखेरि के उपहार भनेको जस्तै अब एक प्लेट खाँदाखेरि 2 पिस बढी भैँसी किन्दा पाडा उपहार भन्छ जस्तै एक प्लेट मोमो खाएर 2टा दाना उपहार 12 पिस। हजुर त्यही हो। यसरी त तपाईँलाई घाटा पर्ला नि सर। अब यत्रो भाडामा बसिरहनु भएको होला मलाई जहाँसम्म लाग्छ। घाटा लाग्छ कि लाग्दैन अथवा फाइदा भइरहेछ कि कसरी गरिरहनु भएको छ सर यस्तो महँगीमा? होइन घाटा भन्नाले अब धेरै गएपछि त अब फाइदा त हल्का भइहाल्छ, थोरैमा चाहिँ घाटा नै हुन्छ होइन। धेरै गएपछि घाटा हुँदैन, जस गर्न सकिन्छ यतिको दिन सकिन्छ। अब जस्तै धेरै थोरैको कुरा आइहाल्यो भने पछाडि यो काभ्रेली मोमो सेन्टरले दिनमा कति प्लेट मोमो बेच्दो रहेछ त भन्ने गुनासो पनि हुन्छ हाम्रो हेरिरहेको मान्छेहरूलाई। कति बेच्नुहुन्छ त सर अब दिनमा मोमो? हामीले चाहिँ 300 देखि 400 सम्म बेच्छ। 300-400 प्लेट डेली बेचिरहनु भएको छ। यस्तो यो भक्तपुरको अब अलिकति भित्र पनि छ र पनि 400 प्लेटको व्यापार गरिरहनु भएको छ। अब यता चाउमिन पनि बेच्छु भन्नुभयो सर। चाउमिन चाहिँ कति बिक्छ, कसरी दिइरहनु भएको छ? त्यो पनि मोमो जस्तै सस्तो छ कि छैन भन्ने गुनासो पनि हुनसक्छ, जिज्ञासा पनि हुनसक्छ। के छ सर? हाम्रो चाहिँ चाउमिन चाहिँ प्लेटको 80 रुपियाँ हो। त्यसमा भेज हुन्छ कि बफ हुन्छ कि के छ? ए बफै 80। हजुर हजुर 80 रुपियाँ। तर हाफ बनाउँदाखेरि चाहिँ हामीले चाहिँ 50 रुपियाँ गरेको छ। त्यसको लागि चाहिँ किनभने एक प्लेटकै आधी गर्दाखेरि थोरै देख्छ भने त्यसलाई चाहिँ अलिकति बढी हालेर 50 रुपियाँ लिएको, अलि धेरै नै बनाएर भनौँ न त्यस्तो गरेर बेचिरहेको छु। अब यति सस्तोमा बेचिरहनु भएको छ सर। अब यहाँ वरिपरिको खाना आउने मान्छेहरूले के भन्नुहुन्छ होइन? धेरै सानो भयो मोमो भन्नुहुन्छ कि 50 मा धेरै राम्रो गरेछस्, मैले 12 पिस पनि देखास् भनेर कस्तो रेस्पोन्स चाहिँ कस्तो आउँदो रहेछ सर? होइन कुनैले चाहिँ अब यो हल्का सानो भयो यो गुच्चा मोमो के भनिरहेको हुन्छ होइन। किनभने कुनैले चाहिँ 50 रुपियाँमा अहिलेको जमानामा आएको यतिको मोमो ठिक छ भनेर भन्नुहुन्छ होइन। अब सबैको मन त कहाँ बुझाउन सकिन्छ र, तर सबैले राम्रै भनिरहेछ। किनभने 12 पिस आउँछ। अब किनभने एक प्लेट खायो भने मान्छेलाई ठिक्क हुन्छ होइन। किनभने थोरै पैसा ल्याएर आउने मान्छेले पनि खान सकियो। अरू ठाउँमा 100 रुपियाँ प्लेट हुने ठाउँमा हाफ प्लेट खानालाई 50 रुपियाँ चाहिन्छ भने यहाँ चाहिँ एकै प्लेट खान पायो 50 रुपियाँमा। हाफ प्लेटमा अब जस 25 रुपियाँमा जस 6 पिस मोमो खान पाइयो। त्यही भएर पनि ए भनेपछि अब 25 रुपियाँ लियो भने 6 पिस पनि मोमो खान पाइयो। हजुर हजुर। अब यो भक्तपुर दरबार स्क्वायर पनि नजिकै छ, यतापट्टि अलिकति कलेजहरू पनि रहेछ, कलेजको स्टुडेन्टहरू यहाँ भिडभाड भएको पनि मैले देखेँ। हजुर। हाम्रो टाइपमा अलिकति विद्यार्थीहरू बढी आउनुहुन्छ कि बच्चाबच्चीहरू बढी आउनुहुन्छ कि के छ? यहाँ चाहिँ विद्यार्थी अब कलेज खोल्ने बेलामा विद्यार्थीहरू पनि आउँछ कलेजको। प्राय यहाँतिरको यही लोकल एरियाकै मान्छेहरू आउँछ प्राय। तर यहाँ चाहिँ अब ठाउँ सानो छ हल्का होइन, त्यही भएर पनि मान्छे अलिक भिडभाड हुन्छ। त्यही ठाउँ सानो भए पनि जस प्याकिङको लागि चाहिँ मान्छे धेरै नै आउँछ। अब यति सस्तोमा दिइरहँदाखेरि महसुस कस्तो भइरहेको छ सर? अन्त महँगी हालेर खाएर आफूले सस्तोमा अब यो सेवा जस्तो पनि हो। हजुर भित्रदेखि महसुस चाहिँ कस्तो हुन्छ सर? होइन त्यस मान्छेले सेवा गरेको जस्तो पनि अलिक आफ्नै मनमा हल्का हुन्छ, अलिकति खुसी पनि लाग्छ होइन। जस अब कोही खाना नसक्ने जस्तै अब म एक प्लेट मोमो खान्छु भनेर आउने मान्छेलाई 50 रुपियाँ मात्रै भयो भने अरू ठाउँमा त खाना पाएन। किनभने उनीहरूको 70, 80, 100 भन्छ होइन। त्यसको लागि पनि 50 रुपियाँले अब खाना पाइयो होइन। त्यसको लागि चाहिँ अब मन खुसी पनि हुन्छ। हाम्रो किमामा चाहिँ जस्तो भने अब अहिले जब 800 रुपियाँ किलो पुगिसकेको छ बफ होइन, स्पेसल जस्तै बफ पिसलाई। अब जब हामीले चाहिँ 400 देखि 500 रुपियाँसम्मको किमा हाल्छौँ भनेपछि तपाईँ 400-500 मा आन्द्रा भुँडी ल्याएर त कसैले हाल्दैन होइन। किनभने आन्द्रा भुँडीको हाल्ने यस्तो अब भेजिटेबल दुनियाँ दिवाना हाल्ने भन्ने पनि छैन होइन। हाम्रो भनेको स्पेसल हो, खाएर आउनुहोस् खानुहोस् होइन। एकचोटि अब भिजिट गर्नुहोस्, त्यसपछि थाहा हुन्छ के हो कसो हो भन्ने होइन। भनेपछि अन्त त्यो कमेन्टमा आए जस्तो आन्द्रा भुँडी चाहिँ हुँदैन? होइन छैन, त्यस्तो छैन। हाम्रो 400 देखि 500 सम्मको किमा हाल्छ। अब सबैले थाहा छँदै छ 400-500 को अब
बफ किन्दा मासु हामीले जस्तै तरकारी किन्दाखेरि कस्तो खालको मासु दिन्छ भनेर होइन हो त्यही हो त्यस्तै खालको हाल्छ हामीले होइन अब स्पेसल भन्नाले त अब बफको त के अरे मोमो बन्दैन कुनै ठाउँमा कुनै 5 स्टार होटलमा पनि बन्दैन बफको त होइन त्यसमा पनि हल्का बोसो हल्का हुनुपर्छ नै अब त्यही हो त्यसरी नै हालेको हुन्छ अब हामीले मोमो त कुरा गऱ्यौँ यो काभ्रेली मोमो सेन्टरमा कुन मोमो पाउँछ त सर यहाँ चाहिँ हाम्रो बफ मात्रै हो स्पेसल भनेको बफ मोमो नै हो हैन किन सर यो बफ मात्र बेच्नुको रिजन चाहिँ मान्छेहरू अब चिकन खोज्दै पनि आउँछन् होला भेज पनि खोज्दै आउँछन् होला के छ सर हजुरको अनुभव होइन त्यो चाहिँ एउटा दुईटा आउँछ होइन अब महिनामा एउटा दुईटा आउँछ त्यही भएर चाहिँ हामीले नराखेको ए भनेपछि यहाँ बफ मात्र खोज्ने आउनुहुन्छ बफको स्पेसल मोमो भने पछाडि बफ जस मान्छेले सोध्छ ओहो 12 वटा 50 रुपियाँमा 12 पिस भनेपछि मान्छेले खोज्दै पनि आइरहेछ होइन अब हरेक टिकटकहरू हेरेर अब सबै अब मान्छेले लोकेसन उ गर्दै आउँछ होइन अब कहाँदेखिबाट मान्छे आएको देखियो सर थाहा पाउनु भयो सर हजुरको अनुभवमा यो 50 को 12 पिस मोमो खानालाई यहाँ चाहिँ अब चन्द्रगिरीदेखिको मान्छे आएको छ चन्द्रगिरीदेखि भक्तपुर दरबार स्क्वायरसम्म 50 को मोमो खानालाई मान्छे आउँछन् उहाँ चाहिँ अब उहाँहरू चाहिँ अब घुम्न भनेर आएको होइन घुम्न आउँदाखेरि अब उहाँहरूले पनि टिकटकमा देखेर चाहिँ उहाँहरू चाहिँ यहाँ अब आउनुभयो उहाँहरूले पनि खानुभयो टेस्ट गर्नुभयो टेस्ट गरेर मिठो छ राम्रो छ भनेर उहाँहरूले अब जस अब यहाँबाट प्याकिङ गरेर लानुभएको छ होइन किनभने अब यहाँ चाहिँ 50 रुपियाँमा जस्तै राम्रो अब मिठो अझ अरू ठाउँमा 50 रुपियाँमा त मोमो पाउँदैन नि त पाउँछ अरू ठाउँमा 50 रुपियाँ मोमो पाउँछ तर 12 पिस पाउँदैन त्यो भनेर 50 को मोमो पनि अलिकति सीमित ठाउँमा पाउँछ तर 12 पिस त सायद मलाई लाग्छ सायद पाउँदैन होला पाउँदैन तर मैले सुनेको अनुसार कहीँ पनि छैन अब 50 को मोमो बेच्दै आउनु भएको छ सर तर भक्तपुर जस्तो ठाउँमा यति ठुलो संरचना पनि छ यो भाडामा हो कि आफ्नै हो कि के हो सर हैन यो चाहिँ भाडामा हो आफ्नो हैन तर हाम्रो चाहिँ अब पुर्खौली पुरानो घर चाहिँ काभ्रे कोसीबारी हो यहाँ त अब भाडामै भन्नु पर्यो अरूकै घरमा भाडामा अब यत्रो भाडा तिरेर अब यहाँ कतिजना सदस्यहरू हुनुहुन्छ सर यो मोमो व्यापार कतिले चलाइरहनु भएको छ सर यहाँ चाहिँ हाम्रो परिवार मात्रै हो परिवारमा को हुनुहुन्छ एकचोटि भनिदिन मिल्छ हाम्रो फ्यामिलीमा हाम्रो मिसेस बुढी भइहाल्यो त्यसपछि मेरो छोरा छ दुईटा छोरा अनि म अनि 50 को मोमोले यो काठमाडौँमा जीवन धान्दो रहेछ त सर बेचेर अनि जस अहिलेसम्म त धानिरहेछ अब ठिकै छ अब हेरौँ अब जस्तै हाम्रो यो भिडियो हेरिरहने अडियन्सलाई जिज्ञासा हुनसक्छ यसले 50 को मोमो बेचेर दिनको 300-400 प्लेट त बेच्छु भन्छ यसले महिनाको कारोबार चाहिँ कतिको गर्छ होला त भन्ने किसिमको पनि हुन्छ सर के छ होला भन्दिन मिल्छ त कारोबार चाहिँ कति हुँदो रहेछ प्रफिट कति हुँदो रहेछ अब कसैले अब हाम्रो भिडियो हेरेर मोमो पसल थाप्ने खोल्ने सोचमा पनि हुनुहुन्छ कि सर त्यो बारे एकचोटि आइडिया हुन्छ उहाँहरूको लागि कारोबार चाहिँ कति हुँदो रहेछ सर कारोबार त यहाँ यस्तो जस्तै फिक्स हुँदैन कुन दिन कति हुन्छ भन्ने हैन अब जस्तै जति व्यापार भयो त्यति नै खर्च हुने हो हैन अब अरू जस्तै म जस्तै अब सानोतिनो अब मोमो पसल खोलेर बस्छु भन्नेहरूलाई चाहिँ किनभने जस एउटा परिवार चाहिँ पाल्न सकिन्छ भनौँ न अब पैसाकै कुरा गर्नुपर्दा चाहिँ मैले पैसाको सोधे पैसाको कुरा गर्दाखेरि चाहिँ राम्रो व्यापार भयो राम्रो अब हुँदै गयो भने चाहिँ जस महिनामा अब जस 80-90 हजार 1 लाख 1.5 लाखसम्म चाहिँ आउँछ प्रफिट मात्र जस 1 लाख मजाले कमाउन सकिन्छ अझ यो ठाउँ राम्रो हुने अझ मजाले व्यवस्थापन गरेर गर्ने भने त बढी पनि हुन्छ होला बढी बिग्यो भने अब महसुस कस्तो भइरहेको छ सर अब नेपालमै बसेर विदेश जानु भएको थियो अहिले त यहाँ यही घरमै बसेर 1 लाख कमाइरहनु भएको छ सर अब उहाँ बाहिर अरूको ठाउँमा र यहाँ के फरक हुँदो रहेछ हैन विदेश भनेको अरूको ठाउँ हो हैन अरूको अन्डरमा काम गर्नुपर्छ अरूले जे भने त्यही गर्नुपर्छ र अनि 12 घण्टा खट्नुपर्छ हैन म पनि 12 घण्टै खटेर आएको हो विदेशमा मलेसियामा 3 वर्षसम्म अब मलेसियामा बस्यो अब 2-4 लाख ल्याएको थियो त्यो पनि यताउता परिवार छ हैन परिवार भएपछि त अब त्यही त हो नि सबै ठाउँमा हेर्नु पर्यो बालबच्चा पढ्नु पर्यो गर्दा अब त्यही अलि मैले पनि यो सुरु गर्ने बेलामा थोरै पैसाले पनि सुरु गरेको हो सुरुमा मैले 1 लाख रुपैयाँ ल्याएर अब त्यसपछि चाहिँ 1 लाखले यो सुरु गरेको हो अहिले चाहिँ जस राम्रै भइरहेछ भनेपछि मोमो सञ्चालन गर्नको लागि 1 लाखबाट मजाले सानसानो व्यापार सुरु गर्न सकियो हजुर 1 लाख पनि कमाउन सकिन्छ त्यसो गर्यो भने सकिन्छ अब हामी भिडियो धेरै लामो पनि नबनाऊ अब मान्छेलाई कति हाम्रो भिडियो हेरेर खाना इच्छा जाग्यो अथवा यहाँ आउन मन लाग्यो भने लोकेसन कताबाट आउने एकचोटि नजिकिने गरेर सर भनिदिनु त
हजुर यहाँको लोकेसन चाहिँ जस काठमाडौँबाट आउँदाखेरि सल्लाघारीबाट मास्तिर भित्र छिरेर अब ठ्याक्कै यो सागु नारायण जाने बस पार्क ठ्याक्कै यो डेकुजामा छ। त्यसपछि अलिकति माथि नगरकोट जाने साइड महालक्ष्मी मन्दिर छ, त्यही ठ्याक्कै के अरे यो आरके मोबाइल सेन्टरको अगाडि ठ्याक्कै अपोजिटमा छ। अनि कमल विनायकबाट उताबाट जगदेबाट आउनु पऱ्यो भने कमल विनायकबाट मास्तिर गएर सिधै लेफ्ट साइड आउने, त्यहाँबाट चाहिँ ठ्याक्कै यो महालक्ष्मी मन्दिरको ठ्याक्कै यस 20-25 मिटर अगाडि छ। हुन्छ सर, अब यत्रो समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हवस् त, नमस्ते।